नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ नेपालमा भारू रुपैयाँको लेनदेन ठप्प भएको प्रसङ्गबाट। नेपालमा भारतीय रुपैयाँ भारूको लेनदेन ठप्प हुन थालेको छ। केही महिना पूर्व महँगो रहेको भारूको मूल्य क्रमिक रूपमा घटेको छ। अवैध बजारमा भारू निकै कमजोर भएको व्यवसायीहरूले बताउँछन्। बजारमा 2000 र 500 दरको नोट लेनदेन प्राय बन्द नै भइसकेको छ। अन्य दरका भारू लिन पनि व्यवसायीहरूले आविष्कार गर्न थालेका छन्। नेपाली पेट्रोल पम्प लगायतका कतिपय व्यावसायिक प्रतिष्ठानहरूमा भारू नलिने सूचना नै टास गरिएको छ। नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ जनकपुरधामका अध्यक्ष किशुनदेव शाहले बजारमा भारूको अवमूल्यन हुन थालेको लेनदेन बन्द गरिरहेको बताए। मूल्यमा स्थिरता नरहेकाले भारूको कारोबारमा कमी आएको छ। उनले भने पेट्रोल पम्पहरूमा भारूको कारोबार पूर्ण रूपमा नै बन्द भएको छ। नेपालमा अहिले भारू फालाफाल रहेको उल्लेख गर्दै एकजना व्यवसायीले भने साना दरको नोट लिए पनि ठूलो दरको नोट ठप्प नै भएको छ। भारतीय रिजर्भ ब्याङ्कले गत महिना सार्वजनिक सूचना जारी गर्दै अक्टोबर मसान्तसम्म 2000 दरको भारू ब्याङ्कमा साट्न भनेको छ। एकजनाले दैनिक अधिकतम 10 वटा 2000 दरको नोट मात्र ब्याङ्कमा सटही गर्ने व्यवस्था गरिएको छ। नेपाल राष्ट्र ब्याङ्कले भारू 100 दरको नोटलाई मात्र मान्यता दिएको छ। 100 भन्दा बढी दरको भारू नोटलाई नेपालमा अवैध मानिएको छ। नेपालीहरू सञ्चित गरेको 2000 र 500 भारू नोट धमाधम साट्न थालेका छन्। भारतीय सीमावर्ती बजारमा 150 देखि 155 रुपैयाँमा 100 भारू पाइन्छ। सीमा क्षेत्रमा रहेको व्यवसायीहरूले नेपाली रुपैयाँमा कारोबार गर्न बढी उत्सुक देखिएका छन्। नेपाली रुपैयाँमा सामान खरिद गर्दा भारू 100 मूल्यको सामान नेपाली 150 देखि 155 रुपैयाँमा दिने गरेका छन्। नेपालमा 100 भारूको कारोबार नेपाल राष्ट्र ब्याङ्क निर्धारण गरेको विनिमय दरमै भइरहेको छ। तर अन्य नोटको अवस्था दयनीय रहेको छ। 2000 र 500 को भारू नोट चलाउन नेपालीहरू सीमा क्षेत्रका आफन्त अथवा तस्करीहरूसित सम्पर्क बढाउन थालेका छन्। भारू कमजोर हुनुको यथार्थ कारण भन्ने कुनै व्यवसायीले बताउन चाहदैनन्। सुन तस्कर र हुन्डी कारोबारहरूले धन्दाबाट हात झिकिसकेको बताउँछन्। उनीहरूले पनि भारतीय मुद्रा नेपाली मुद्रासित कमजोर हुनुको कारण यकिन गर्न सकेका छैनन्। सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ बलियो रहे पनि त्यो भने फेरि नेपालमै फर्किने गरेको छ। नेपालमा 100 भारू मात्र वैध रहेको छ। भारतमा नेपाली मुद्रालाई वैधता छैन। सीमावर्ती भारतीय बजारमा कारोबार हुन नेपाली रुपैयाँ पुनः अवैध मार्गबाट नेपाल भित्रिने गरेको छ। तस्करी मार्गबाट नेपाल आउने नेपाली रुपैयाँ कहिले काहीँ प्रहरीले बरामद समेत गर्छन्। त्यस्ता रुपैयाँको प्रहरीले स्रोत खोज्ने गरेको छ। भारू कमजोर भए पनि आम नेपालीलाई त्यसबाट खासै लाभ भन्ने भइरहेको छैन। खुद्रा भारू लिनेहरूलाई ब्याङ्क विनिमय दर अनुसार नै नेपाली दिनु परिरहेको छ। भारू कमजोर हुनुको कारणबारे व्यवसायीहरूले अनभिज्ञता प्रकट गर्छन्। कतिपयले नेपाली बजारबाट भारततर्फ तस्करी हुने क्रममा बढेको हुन सक्ने बताए। उनीहरूले नेपाली बजारमा भारतीय मुद्रा आवश्यकता भन्दा धेरै बढी रहेको दावी गरेका छन्। नेपाल राष्ट्र ब्याङ्कले यस सम्बन्धमा सीमावर्ती क्षेत्रमा अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले अनुसन्धान भइरहेको बताए पनि त्यसको प्रतिवेदन सार्वजनिक भइ नसकेको बताए। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 80-81 को बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ। बजेटमा योजनाहरू समावेश गराउन अहिले सभासदहरूले बाक्लो भिड मधेस भवनभित्र देखिएको छ। योजना सहित बजेट माग्दै मधेस भवनमा रहेका मन्त्री आवासभित्र सभासदहरूले भिडभाड हुन थालेपछि मन्त्रीहरूले बजेटको काम अर्थ मन्त्रालयमा पुगिसकेको भन्दै पन्छिने गरेका छन्। असार 1 गते सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछ। देशको 7वटै प्रदेशले एकै दिन प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने वैधानिक प्रावधान छ। प्रदेश सरकारले 35 अर्बको बजेट ल्याउन तयारी गरेको छ। अर्थ मन्त्रालयहरूले अन्य मन्त्रालयहरूलाई दिएको बजेटको सिलिङ भित्र रहेर बजेट बनाउन भने पनि कतिपय मन्त्रालयले शीर्षक समेत राखेर बढी रकमको बजेट बनाएको अर्थ मन्त्रालय सम्बन्ध स्रोतले जनाए। मन्त्रालयगत रूपमा बजेटको काम बुधबार राति नै सकिएको स्रोतले जनाए। मन्त्रालयहरूबाट प्राप्त भएको बजेटको बिहीबार अबेर रातिसम्म अर्थ मन्त्रालयले अन्तिम रूपमा दिनेछन्। मन्त्रालयहरूमा योजना थप्प गराउन सभासदहरूले दबाब दिए पनि बजेट सार्वजनिक हुने क्रममा असन्तुष्टि बढ्ने सम्भावना रहेको छ। दलका नेताहरू, सभासद, पालिकाहरू, प्रतिनिधि सभा सदस्यहरू लगायतले दिएका सबै योजनाहरू समावेश गर्न असम्भव रहेको जनाउँदै अर्थ मन्त्रालय सम्बन्ध स्रोतले भने योजना समावेश नहुने अवस्था माग गरे अनुसारको रकम योजनामा नभए असन्तुष्टि व्यक्त हुन सम्भावित हो। तर अर्थ मन्त्रालयको आफ्नो बाध्यता रहेको उनले बताए। स्रोतहरूका अनुसार बजेटलाई सूत्रमा समावेश गर्न थप कर्मचारीहरूले परिचालन गरिएको
बताइएको छ। सबै मन्त्रालयबाट सूचीकृत भइसकेको शीर्षक र रकमलाई अर्थ मन्त्रालयले बुधबार रातिदेखि बिहीबार रातिसम्म अन्तिम रूप दिनेछन्। मध्य प्रदेशमा करको दर अथवा अन्य कुनै निकासी पैठारी लगायतको दर निर्धारण भएर आर्थिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने सम्भावना नदेखिएकाले आम नागरिकको प्रदेशको बजेट प्रति खासै चासो देखिँदैन। मध्य प्रदेशको बजेट पनि विकास निर्माणमा नै लाग्ने भए पनि प्रदेशवासीहरूको जनजीवन सहित प्रत्यक्ष सरोकार राख्दैन। प्रदेशको बजेटले महँगी घट्दैन र महँगी बढ्दैन पनि। प्रदेशको बजेट भान्सामा प्रवेश गर्ने प्रयास समेत गरेको देखिँदैन। यद्यपि बेटी शिक्षा दलित सीमान्तकृतलाई राहत दिने काम प्रदेश बजेटले गर्नेछ। प्रदेशमा सडक, सिँचाइ, पिउने पानी, स्वास्थ्य क्षेत्रमा बजेट पुग्नेछ। नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले नागरिकता विधेयक प्रमाणीकरण भए पनि नागरिकता नदिने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार जनकपुर धाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले नेपाली भएर पनि अनागरिक बनेका हजारौं युवकको जीवन ध्वस्त पार्न अधिकार कसैको नरहेको जिकिर गरे। प्रमाणीकरण भइसकेको विधेयक कानुनी सरह लागू हुनुपर्ने र सर्वोच्च अदालतले हजारौं पीडित अनागरिकलाई न्याय दिनुपर्ने माग उनले गरे। एक साताभन्दा बढी समयदेखि काठमाडौँको माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने माग गर्दै आन्दोलनरत अनागरिकहरूको आन्दोलनमा एकबद्धता रहेको जानकारी दिँदै नेता शर्माले 2 दिनभित्र सुनवाई नभएको आफू सत्याग्रहमा बस्ने चेतावनी दिए। लोकतन्त्रमा अन्तिम अस्त्रको रूपमा मानिएको सत्याग्रह मात्रै एक बाटो रहेको भन्दै उनले माइतीघर मण्डलामा असार 1 गतेदेखि अनसन सुरु गर्ने बताए। नागरिकता विहीनहरूको पीडामा सहयोग गर्नुपर्छ सोचेर सत्याग्रहमा बस्ने निर्णय लिएको उनले बताए। दुईटै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्दा राजपत्र समेत प्रकाशित भइसकेको अवस्थामा षड्यन्त्र गरी अदालतमा रिट हालेर नागरिकता वितरण रोकिएको प्रति उनले चिन्ता व्यक्त गरे। नागरिकता नपाएकै कारण लाखौं युवा बेरोजगार बनेका छन्। न त उनीहरू देशमै रोजगारी पाएका छन् नत्र विदेश नै जान पाएका छैनन्। उनीहरू ठूलो समस्या झेलिरहेका छन्। त्यसैले अवलम्ब नागरिकता समस्या समाधान हुनुपर्छ। सर्वोच्च अदालतले पनि न्याय दिनुपर्छ। नेता शर्माले तत्काल नागरिकता समस्या समाधान नभए राष्ट्रिय एकतामाथि नै खतरामा पर्ने र देशमा द्वन्द्व सिर्जना हुने सम्भावना रहेको प्रति सरकारको गम्भीर ध्यान आकर्षण समेत गराएका छन्। सर्वोच्च अदालतले नागरिकता विधेयक संविधान अल्पकालीन अन्तरिम आदेश जारी भएदेखि नै पीडितहरू आन्दोलित रहेकोले सो आन्दोलन कुनै पनि बेला ठूलो आन्दोलनको आँधी बहेरीको रूपमा अगाडि बढ्न सक्ने संकेत गर्दै लाखौं अनागरिकको पीडा सरकारले बुझिदिनुपर्ने धारणा राखे। धनुषाको नगरायन नगरपालिका वडा नम्बर 2 का अध्यक्ष बलुम यादव र सचिव अमृता नारायण मिश्रलाई अख्तियारले नियन्त्रणमा लिएको छ। अध्यक्ष यादव र सचिव मिश्रलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सहसचिव भोला दाहालले जानकारी दिएका छन्। अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले आरोपीहरूको साथबाट 70,000 नगद बरामद गरेको छ। उनीहरू नगरायन चोकबाट पक्राउ परेका छन्। सडक निर्माणका लागि सिफारिस बनाइदिने योजनाका लागि उनीहरूले घुस मागेको आरोप छ। मध्य प्रदेश सरकारको 25 लाखको बजेटबाट पोखरी स्थित दुर्गा मन्दिर सडक नाला तथा पोखरी सौन्दर्यकरणको उपभोक्ता समिति मार्फत भइरहेको कार्यको सम्पन्नता सिफारिस बापत घुस दिएको थियो। सो कार्यका लागि नगरायन नगरपालिकालाई पनि सिफारिस गर्न भनिएपछि त्यहाँ योजनाको नाम, बजेट, लगत इस्टिमेट स्पष्ट नरहेको भन्दै कार्य सम्पन्नता सिफारिस दिएको थिएन। यसभन्दा पहिला पनि नगरायन नगरपालिका 5 मा ठाकुर पोखरीको सौन्दर्यको लागि दिएको बजेटमा सचिवले सम्पन्नताको सिफारिस दिन नमानेपछि कुटपिट गरिएको थियो, जसका कारण सम्पूर्ण नगरपालिका नै कर्मचारीहरूले ठप्प पारेका थिए। नगरायन नगरपालिका 2 का वडा अध्यक्ष यादवले नगरपालिकाबाट प्राप्त हुने तलब भत्ता समेत नबुझ्ने गरेको स्रोतको दाबी छ। उनले प्राप्त गर्ने तलब गरिब कोषमा राखेर गरिबले आपद विपद आएको बेला सहयोग गर्ने गरेका थिए। गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट विजयी भएका वडा अध्यक्ष यादव आफ्ना नगरपालिकाका सबैभन्दा लोकप्रिय वडा अध्यक्षको रूपमा चिनिने गरेका छन्। जनकपुर धाममा पहिलो पटक मिस्टर एन्ड मिस मधेस प्रतियोगिता आयोजन हुन लागेको छ। वाइबी फिल्म्स मिस्टर एन्ड मिस मधेस प्रतियोगिताको आयोजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। असार 15 गतेदेखि आयोजना हुन लागेको यस प्रतियोगितामा दर्ताको लागि फारम वितरण समेत सुरु भइसकेको छ। सम्मेलनमा वाइबी फिल्म्सका अध्यक्ष राम इकबाल यादवले जनकपुर धाममा विगत पनि विभिन्न प्रकारको प्रतियोगिता भए पनि यस पटकको आयोजनाले किशोर किशोरीहरू
मोडलिङ क्षेत्रमा क्षमता अभिवृद्ध, व्यक्तित्व विकास र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे। मध्य प्रदेशको रीतिरिवाज, चालचलन, संस्कृति तथा सम्पादकहरूलाई प्रवर्धन गर्ने उद्देश्यले समेत प्रतियोगिताको आयोजना गर्न लागि उनले बताए। यस प्रकारको कार्यक्रम तराई मधेसको लागि केही नयाँ भए पनि नेपालमै अन्य स्थान र विश्वका विभिन्न मुलुकमा भने लोकप्रिय र प्रतिष्ठित कार्यक्रमको रूपमा लिने गरेकाले मध्य प्रदेशको राजधानी जनकपुर धाममा पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुन सक्ने दक्षताका लागि प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो। प्रतियोगिता 20 दिनसम्म चल्नेछन् भने प्रतियोगितामा 50 जना सहभागीहरूलाई छनौट गरी राखिनेछ। उनले प्रश्न पारे। सो मध्ये 25 जना महिला र 25 जना पुरुष सहभागी हुने उनले जनाए। 20 दिनसम्म सहभागीहरूलाई र्याम्प वाक, अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ सेसन, व्यक्तित्व तथा आत्मविश्वास विकास तथा प्रवर्धन, फेसन स्टाइलिङ, सार्वजनिक भाषण कला विकास लगायतको विषयमा प्रशिक्षण दिने उनले जानकारी दिए। प्रतियोगिताको विजेताहरूलाई 1 लाख नगद तथा विभिन्न भ्रमणका प्याकेजहरू पुरस्कार दिइनेछ। हस् त टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।